साथीहरूसँग बसेर एउटा मजाको टाइम स्पेन्ड गर्न चाहनुहुन्छ भने चिया किनार चाहिँ एउटा बेस्ट अप्सन हुन सक्छ। यहाँ चाहिँ सबै कुरा वुडन वर्कले गरेको भएर एकदमै राम्रो भाइब्स आउँछ र रिभर साइडमा भएको कारणले यो चाहिँ एकदमै पिसफुल एरिया छ। यहाँको सिटिङ एरिया पनि सुपर कम्फर्टेबल र पिसफुल छ। यहाँ चाहिँ एकदमै धेरै प्लान्टहरू र यो गिटीले त एकदमै राम्रो सोधिरहेको थियो। म र मेरो साथीहरूको चाहिँ डेली आएर कलेज पछि बस्ने ठाउँ नै यही हो र यहाँ चाहिँ हामी एकदमै राम्रोसँग इन्जोय गर्दै उनो खेल्दै खाजाहरू खान्छौँ। यहाँ गएपछि मेन्यु नहेरिकन हामीले फर्स्टमा अर्डर गर्ने भनेकै यही करेन्ट विथ एग हो। एकदमै मिठो छ र यहाँको चिकन चिल्ली पनि म हजुरलाई प्रिफर गर्छु किनभने एकदमै मिठो छ र हाम्रो ग्रुपमा चाहिँ एउटा प्रिन्सेस नै हुनुहुन्छ जसलाई चाहिँ हामीले जहिले खुवाइदिन पर्छ। अनि यहाँको सिमोमालाई चाहिँ म 9 आउट अफ 10 दिन्छु। यहाँको विङ्स त झन् भन्नै परेन, एकदमै मिठो छ। यहाँको ओभरअल फुड एक्सपिरियन्स चाहिँ मेरो फेभरेट हो। एकदमै मिठो छ सबै खानेकुराहरू। मिठो हुनको साथसाथै यहाँको मेन्यु पनि एकदमै एफोर्डेबल नै छ। हामी जस्तो स्टुडेन्टलाई टार्गेट गरेर बनाउनु भएको रहेछ। यदि हजुरहरू पनि पर्सा नजिकै हुनुहुन्छ भने यो ठाउँ चाहिँ एकदमै जानै पर्ने छ है त।